सम्पूर्ण साथीहरुमा मेरो नमस्कार। हजुरहरुलाई स्वागत छ मेरो भान्सामा। र आज चाहिँ हामी यहाँ कोदोको रोटी बनाउन गइरहेका छौं है। कोदोको रोटी चाहिँ केमा भन्दा सालको पातमा बनाउन गइरहेका छौं। सालको पातमा चाहिँ यसरी कोदो चाहिँ यसरी राख्ने सालको पातमा है। अनि त्यहाँ चाहिँ यसरी राखिसकेपछि चाहिँ अर्को पातले चाहिँ यहाँ छोपिन्छ है। यहाँ छोपिसकेपछि हामीले चाहिँ यसलाई चाहिँ आगोमा त्यता चाहिँ अर्को रोटी पाक्दैछ यसरी देख्न सक्नुहुन्छ यहाँ। र यसरी छोप्दैपछि यसरी यसलाई छोप्दैपछि त्यो रोटी चाहिँ पाक्नको लागि चाहिँ तयार हुन्छ है। अनि हामीले चाहिँ यहाँ पिठोमा चाहिँ के राखेका छौं भन्दाखेरि चाहिँ यहाँ चाहिँ हामीले बेसार, नुन र चिनी राखेका छौं। र चिनी राखेर चाहिँ यसरी हामीले चाहिँ आगोमा पकाउँछौं। हजुरहरुले सानोमा कति खानुभयो यो कोदोको रोटी है? यसरी सालको पातमा कमेन्ट गर्नु होला, लाइक कमेन्ट गर्नु होला। र यसरी अब देश विदेशमा रहनुभएका दाजुभाइ तथा दिदीबहिनीहरुले चाहिँ हेरिरहनु भएको छ भने हजुरहरु आएको बेला हैन, नेपाल आएको बेला यसरी गाउँमा यसरी कोदोको रोटी यसरी सालको पातमा पकाएर खाँदा एकदमै स्वादिष्ट हुन्छ है। हस्त साथीहरु, धेरै धेरै धन्यवाद।